हेलो नमस्कार सेवा सबैमा। आज हामी ससाना मसिना सुन्तलाहरूलाई खेर जान नदिनका निमित्त यस सुन्तलाको सदुपयोग गर्दैछौँ। हाम्रोतिर चाहिँ बगानमा भएको सुन्तलाहरू किन्नेले लानेले ठुलो ठुलो सुन्तलाहरू मात्रै लाने गर्दछ। साना मसिना ओइलेको जति चाहिँ सबै बोटमै छोडिरहेको हुन्छ। अनि यस सुन्तलालाई चाहिँ हामी सबै टिप्छौँ, ओइलेको पनि टिप्छौँ, गुलियो पनि टिप्छौँ, अमिलो पनि टिप्छौँ, भएको जति र फलेको जति सबै हामी टिप्छौँ। किनकि यो बोटमै रहिरह्यो राखियो भने चाहिँ अर्को वर्ष फुल्दैन फल्दैन भन्ने हाम्रोतिर त्यस्तो छ र फल्दैन पनि। त्यसकारण हामी चाहिँ यो सबै सुन्तलाहरू टिपेर आज चाहिँ सुन्तलाको हामी रक्सी बनाउन गइरहेको छौँ। अनि रक्सी बनाउनका लागि चाहिँ हामीले यो सुन्तलाहरू सबै टिपेर यसरी भेला गरेर हैन बेलुका आगो ताप्दै उकाउने अनि उकाएर यसलाई चाहिँ अब त्यो मर्चा मोलेर राख्ने। अब जाँडकै प्रोसेस चाँड जस्तै बनाउने। अनि त्यस पछाडि 4-5 दिन अब मर्चा कति राखेको छ त्यो अनुसार चाहिँ हामीले त्यो रक्सी बनाउनको निम्ति यो सुन्तलालाई राख्ने। अनि यो बोक्रासँग चाहिँ राख्न हुँदैन रहेछ। बोक्रासँग राख्यो भने चाहिँ रक्सी खाँदाखेरि तितो हुने, नमिठो हुने, टर्राउने, रक्सीको के अरे सुन्तलाको बोक्राको जुन टर्रो टाइपको आउँछ नि त्यही अनुसार आउँदो रहेछ। त्यसकारण सबै उक्काउने बोक्रा जति चाहिँ उक्काउने गरेर हामी चाहिँ यसरी मर्चा मोलेर राख्छौँ। अनि मर्चा मोलेर राखेको केही दिन पछाडि चाहिँ केही दिन भन्दा पनि 2 हप्तादेखि 3 हप्तासम्म राखेर अनि रक्सी बनाउने गर्दछौँ। यसको रक्सी चाहिँ अब मिठो गुलियो हुन्छ भन्नुहुन्छ। गुलियो टाइपको वाइनहरू जस्तो जुन हामीले किनेर खान्छौँ नि बजारमा वाइनहरू त्यस्तै टाइपको हुन्छ भन्नुहुन्छ खानेहरूले। गुलियो हुन्छ। अनि यो चाहिँ अब यसको चाहिँ त्यति धेरै त्यो अब बिक्री वितरण त गरिएको छैनौँ। तर पनि रहेको सुन्तलाहरूलाई चाहिँ गाउँमै अब यसरी रक्सी बनाएर खाँदाखेरि खेर गएन भनेर खाने गर्दै आएका छौँ। अनि यो चाहिँ अब योभन्दा अगाडिको वर्षहरूमा चाहिँ यत्तिकै अब खानेले खायो नखाने त्यत्तिकै फ्याँकिदियो यसरी नै खेर जान्थ्यो। अहिले पछाडि चाहिँ हामीले यो यसरी रक्सीहरू बनाउन थालेको हो। अब किन त्यतिकै फ्याँक्ने। एकछिन बेलुका जाडोमा आगो ताप्दै बेलुका उकाएर अनि यसरी ड्रममा बाल्टीमा हालिरहँदाखेरि मर्चा मोलेर हालिरहँदा भ्याउँदाखेरि 2 हप्ता 3 हप्ता पछाडि भ्याउँदाखेरि रक्सी बनाएर जाडोमा हैन अब रक्सी खान त्यसमाथि पनि हाम्रो त अब आउने जानेलाई रक्सी दिने गर्नुपर्छ चलन छ हैन। हाम्रो चाहिँ अब रक्सी नै हो सगुन। आउने पाहुनाहरूलाई दिनका लागि पनि सहज हुँदो रहेछ। अनि हाम्रोतिर धेरै सुन्तलाहरू फल्ने भएको बगान भएको कारणले रक्सी अब यसो बाँड्दाखेरि पनि रक्सी सुन्तलाको पनि रक्सी बन्छ यस्तो मिठो हुँदो रहेछ भन्ने खालको भन्नुहुन्छ हैन। अनि अब यो सुन्तलालाई जुस बनाऊ भने पनि अमिलो हुन्छ हैन। कुनै गुलियो हुन्छ कुनै ओइलेको हुन्छ। त्यसकारण अब जुस बनाएर राख्ने स्टोर गर्ने ठाउँ पनि हुँदैन। अनि हाम्रो चाहिँ यो कडा खालको जुस बनाउँछौँ। अनि तपाईहरूले चाहिँ तपाईहरूको बगानमा रहेको यस्ता साना मसिना सुन्तलाहरूलाई कसरी सदुपयोग गर्दै आउनु भएको छ? हाम्रोतिर चाहिँ यही हो। भर्खरदेखि रक्सीहरू बनाउने चलन आएको छ, बनाउन थालिएको छ। हजुरहरूले पनि हाम्रो जस्तै सुन्तलाको रक्सी बनाउन सक्नुहुन्छ। यो चाहिँ सजिलै छ, सजिलो रहेछ। यस्तो आगो ताप्दै हैन जाडो महिना अब हामीले चाहिँ माघतिर हो। अब माघसम्ममा ठुलो सुन्तलाहरू ठेक्का लिएको हुन्छ। अब ठेक्का लिनेहरूले लगिसकेको हुन्छ, बगानबाट उठाइसकेको हुन्छ। अनि यस्तो रहेकोहरू चाहिँ जाडो महिना उकाउँदै बेलुका बाल्टी ड्रमतिर मर्चा मोलेर राख्छौँ। अनि त्यही हो 2-3 हप्ता पछाडि रक्सी बनाउँछौँ। राम्रो हुन्छ। हजुरहरूले पनि यसरी नै गर्न सक्नुहुन्छ। अझ सुन्तलाको त्यो भित्रको बिरा भित्रको पनि बिया
त्यो दाना निकालेर बनाउनु भयो भने त झनै स्पेसल बन्दो रहेछ। हामी चाहिँ अब त्यो निकाल्न साध्य नै हुँदैन, धेरै हुन्छ, सुन्तला धेरै हुन्छ। अब यतिखेर पनि अब यो आधी टिप्या हो, अब अझै कति छ बोटमा होइन, यो सबै टिपेर गर्दाखेरि त कति धेरै टाइम लाग्छ नि त, हात पनि दुख्छ। फेरि यो ओइलेको मसिनोहरू त उकाउन ठुलो जस्तो सहज हुँदैन। अनि हामीले चाहिँ काँटाले पनि यस्तो ठाउँ बनाउँदै अनि उकाएर अनि यसरी बनाएका छौँ। तपाईँहरू पनि बनाउन सक्नुहुन्छ है। अनि हाम्रोतिर आउँदाखेरि रक्सी चाख्न पनि पाउनुहुन्छ। तर धेरै समयसम्म बनाएर चाहिँ हामी राखेको छैनौँ। अब भर्खरदेखि नै हो सुरु यस्तो गर्न थालेको। अलिक पछि चाहिँ हामी पनि सायद राख्छौँ होला, बनाउँछौँ होला। यसलाई अझ राम्रो बनाउन सके राम्रो हुन्थ्यो जस्तो चाहिँ अब लागेको छ होइन। अब धेरै बगान छ, बगानमा अब यसरी कति धेरै सुन्तलाहरू रहन्छ। धन्यवाद, नमस्कार, सेवा, स्वस्थ रहनुहोस्, सधैँ हाँसी खुसी गर्नुहोस्। बाई बाई।